यसो संसदतिर हेर्छु त्यो प्रत्येक जितेर गएको सांसदलाई यहाँ फुली लगाएपछि के लागेको छ भनेदेखि भने म त भोट पाएर आएँ, मैले जे बोले पनि हुन्छ, मैले जे ठोके पनि हुन्छ। यो संसद हो, यो संसदको गरिमा हुन्न, संसदको मर्यादा हुन्न। म अहिले संसदको सदस्य छैन, त्यहाँ जाने योग्यता मैले यो पटक पाएँ। त्यो संसदभित्र कुनै बेला काम गरेर आउने मौका हामीले पायौँ। त्यो पार्लियामेन्टमा गइसकेपछि त्यो लोगो लगाइसकेपछि त म त अझ के लाग्नुपर्छ जस्तो लाग्छ भने अझै बढी जिम्मेवार भए। मैले बोलेका प्रत्येक कुराहरू सबभन्दा महत्त्वपूर्ण हुनुपर्छ भन्ने लाग्नु पर्यो। मलाई संसदमा शून्य समयमा त्यो सबैभन्दा त्यो 1 मिनट पाएको समय चाहिँ आज शून्य समय मेरो छ, आज बोल्न पाएको छु भनेपछि म एक दिन अगाडिबाट के बोल्ने, एउटा शब्द के राख्ने, कसरी राख्ने, कुन राख्ने भन्ने बारेमा सोचिराख्थेँ। कागजमा 2 पटक कोर्थेँ, किनकि त्यो त पार्लियामेन्ट हो। यहाँ पनि जे पाए त्यो बोल्नुहुन्न। तर पार्लियामेन्टमा उभिसकेपछि त झन् सबभन्दा बढी सचेत रहनुपर्छ, सोच्नुपर्छ। किन अहिले भनेको जस्तो त्यो पिपुलले के भनिरहेको छ भनेर हेर्नु परेन। अहिले जे मन लाग्यो त्यो यसो पार्लियामेन्ट हेर्छु म। पार्लियामेन्ट मात्र होइन, गभर्मेन्ट हेर्यो। गभर्मेन्टमा बसेको मान्छेसँग अधिकार छ, तर गभर्मेन्टमा बसेको मान्छेसँग प्राप्त गरेको अधिकारलाई अघि भनेको जस्तै वैधानिक छ, कानुनको प्रयोग गर्न पाइएको छ, कानुन सम्मत छ पनि होला। तर कानुन सम्मत भएको कुरा चाहिँ त्यो लेजिटिमेट छ कि छैन भनेर गभर्मेन्ट सञ्चालन गर्ने मान्छेले हेर्नु पर्दैन। म यसो अदालततिर हेर्छु, अदालतको श्रीमानहरू छ भने फैसला गर्ने उहाँहरूसँग चाहिँ त्यो अधिकार छ। तर गरेको त्यो फैसला, मैले गरेको फैसला, मैले गरेका निर्णयहरूलाई आम रूपमा पिपलले त्यसलाई कसरी लिन्छ होला, त्यो लेजिटिमेट छ कि छैन वैधानिक शास्त्र हेर्नु पर्दैन। म त बारम्बार भनिरहेको छु, मजाले अहिलेको कम्तीमा कुनै नयाँ पोलिटिकल एडभेन्चर नेपालमा गर्नु हुँदैन। नेपालले ठेक्न सक्दैन। राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन जितेर आएको छ, 5 वर्ष उहाँले निर्वाध रूपले चलाउने, एकैचोटि अर्को 5 वर्षपछि चुनाव गर्ने। हामीले उहाँहरूभन्दा राम्रो गर्ने गरी तयारी गरेर आउँछौँ नि। हामी नयाँ सोचका साथ आउँछौँ, नयाँ चिन्तनका साथ आउँछौँ, नयाँ साथीहरू जोड्छौँ। हामी जित्यौँ भने हामी आउने, नभए फेरि उहाँहरूले चलाउँ। नयाँ पोलिटिकल एडभेन्चर नेपालमा गर्नुहुन्न। तर पोलिटिकल एडभेन्चर नगर्नको लागि नागरिकहरूको निरन्तरको साथ हामी सबैलाई चाहिएको छ। तपाईँहरूलाई पनि चाहिएको छ, हामीलाई पनि चाहिएको छ।